मैं वापस आऊंगा, मैं वापस आऊंगा। वेलकम ब्याक टु आवर च्यानल होइन। ओ माई गड, तिमीहरूले मेरो च्यानलमा गएर हेऱ्यौ कि हेरेनौ सब्सक्राइबर कति पुग्यो भनेर। ओ माई खुसीले आँसु आएर आँसु नै रोकिरहेको छैन मेरो। त्यसबाट 34 सब्सक्राइबर पुगिसकेका छन् साथीहरू। त्यही भएर म फेरि अर्को भिडियो ल्याएर आइसकेको छु। युट्युबको दुनियाँ छोड्ने निर्णय लिइसकेको थिएँ मैले चाहिँ होइन। भ्युज पनि जाँदैन, सब्सक्राइबर पनि बढ्दैनन्, युट्युब इज नट फर मी भन्ने सोचिसकेको थियो। बट आज बिहान हेरेको त होइन, एउटा सब्सक्राइबर बढेको रहेछ। माई गड, ओ माई गड। त्यसपछि सो एउटा बढ्यो, सो यस्तरी इन्सपायर भयो कि मतलब यस्तरी इन्सपायर भयो। यति बेला प्लेन जानुपर्ने, बल्ल तल्ल त भिडियो बनाउन लाग्थेँ। सो कोही बात नै, एउटा सब्सक्राइब बढेको देख्दा त होइन, ओ माई गड, एउटा सब्सक्राइबर बढेर त यति खुसी छ। 1K सब्सक्राइबर पुगेको दिन के होला? ओ माई गड, 1K सब्सक्राइबर पुगेको दिन हामी सब मिलेर या जय मुना गर्दा यही टेबलमा राखेर 5 तलाको केक काट्नुपर्छ। यस, ठुलो खुकुरीले 5 तलाको केक काट्छु म। You guys see it, okay? You guys see it. एक दिन अवश्य आएगा, मेरा भी 1K सब्सक्राइबर होंगे। सो आजभोलि चाहिँ होइन, आजको भिडियो चाहिँ विशेष प्रकारको छ, विशेष प्रकारको छ आजको भिडियो। मलाई चाहिँ आजभोलि डिएम आइरहेको छ। डिएम सुन्दा पनि कस्तो अनौठो सुनिन्छ, कस्तो सेलिब्रेटीवाला भाइब्स आउँछ किन डिएम भन्यो भने। सो मलाई डिएममा चाहिँ ओ माई गड मुना, आई एम योर बिग फ्यान, प्लिज रिप्लाई मी आइरहेको थियो। बट मैले रिप्लाई दिन पाइरहेको थिएन। तर म्याक्सिमम् डिएम हेर्दा चाहिँ त्यसमा चाहिँ हजुरको ब्यागमा के छ, ब्यागमा के छ, देखाउनुहोस् न मुनाजी, प्लिज देखाउनुहोस् न, हामी हेर्न चाहन्छौँ के छ भनेर आइरहेको थियो होइन। वाट्स इन योर ब्याग भिडियो बनाउनु भनेर। बट साथीहरू, दिखाने के लिए कुछ भी नहीं है मेरे पास। बहुत रोना आ रहा है। म बहुत गरीब छु, तिमीहरूले नसोचेको भन्दा पनि बढी गरीब छु म साथी हो। मेरा कुछ भी नहीं हो सकता। मेरो ब्यागमा केही छँदै छैन, म के देखाम। तर पनि आज चाहिँ म देखाउन गइरहेको छु। जे छ अलिअलिको सामान त्यही देखाउन गइरहेको छु। सो आई वान्ट टु सो यु। सो साथीहरू, आफ्नो गुच्चीको ब्याग, ब्रान्डेड गुच्चीको ब्याग ल्याएर म फेरि आइसकेको छु। गरिब भए पनि गुच्चीको ब्याग चाहिँ बोक्छु कि मैले। यो चाहिँ ब्रान्ड हो, ब्रान्ड गुच्चीको ब्याग बोक्नुपर्छ। यतिको ब्रान्डेड चाहिँ माल चाहिन्छ कि। गरिब छु थाहा छ, मेरो आज गरिबी तिमीहरूले नजारा देख्नेछ, मेरो गरिबीको नजारा। गरिबीको कुरा गरे कि आँखाबाट धर आँसु आइहाल्छ। तो रुआई धुआई बाद में करेंगे, मुद्दे पे आते हैं, मुद्दे पे। सो आई वांट टू गो टू सो यू, ओके? यहाँ रखते हैं। फर्स्ट में क्या देखना चाहोगे? दिस इज सिटामोल। यो चाहिँ सिटामोल हो। सिटामोल चाहिँ बहुत जरुरी छ जिन्दगीमा। यति गरिब भएपछि टाउको दुखिहाल्छ, टाउको दुखेपछि ज्वरो आइहाल्छ। सो 2 दिनमा एक दिन बिरामी भइहाल्छु म। 2 दिन बिरामी भएका कारण सिटामोल इज नेसेसरी। मैले जहिले पनि सिटामोल खाइराख्नुपर्छ। यो सब गरिबीको कारणले हो। रुन किन आइरहेन यस्तो गरिबीमा पनि भन्ने सोचिरहेको छु म। रुन त आउनु पर्ने नि अलिअलि। सो यो चाहिँ जरुरी छ। This is serum guys, this is serum होइन। यसो मोबाइल चलाउँदै थिएँ, सबले सेरम लगाऊ, सेरम यस्तो हाई राइसको सेरम भन्न लायो है। अनि यसो खल्तीमा हात हाल्यो, पैसो छैन, अनि के गर्नु त। त्यसपछि होइन, घरमा पहिला कोरोनाको टाइमको सेनिटाइजरको बोतल थियो, सेनिटाइजरको बोतल थियो। अनि त्यसलाई चाहिँ खाली गरेँ होइन, खाली गरेर धोएँ। अनि त्यसपछि चाहिँ यति चामल थियो, यति मात्रै छ कि चामलै छैन। हामी त सास खाएर छु म, हावा खाएर बाँच्नु परिरहेको छ।
अनि त्यो छोडा अनि त्यसपछि चाहिँ मैले यसमा चाहिँ त्यो चामलको गरेर चाहिँ मैले सेरम बनाएको छु जो चाहिँ म लाउने गर्छु गरेर दिस इज वान त्यसपछि चाहिँ सेकेन्ड वान इज थर्ड वान यो चाहिँ मेरो आइडेन्टिटी कार्ड हो यो छ र म छु यो चाहिँ मेरो कलेजको आइडेन्टिटी कार्ड हो यो बिना म सास पनि फेर्न सक्दैन यसो बाहिर साहिर जान पर्यो भने के गर्नु छैन सो यो कार्ड लगेर गयो भने चाहिँ अलिक छुट हुन्छ त्यही भएर दिस इज भेरी नेसेसरी ओके उसके बाद हम दिखाना चाहते हैं तुम लोगों को हमारे पास क्या है दिस इज चक्कु चक्कु पनि जिन्दगीमा बहुत जरुरी छ के गर्नु बहुत डरपोक जन्मिए पृथ्वीमा म जस्तो प्राणी जन्मेको छैन साह्रै डर लाग्छ जे देखा पनि डर लाग्छ यता मान्छे हेर्दा पनि डर लाग्छ झिँगा हेर्दा पनि डर लाग्छ कुकुर देख्दा पनि डर लाग्छ सो सेल्फ डिफेन्सको लागि सुरक्षाको लागि आत्मसुरक्षाको लागि चक्कु बोकेर हिँड्छु कोही सिधै के भन्दा पनि कट्टा हो कट्टा सो एनदर इज हैन दिस इज तोरीको तेल गाइस दिस इज तोरीको तेल हैन यस्तो सबले हैन मोइस्चराइजरहरू अनि पछि लोसनहरू किन्छन् अब तुम लोगों को पता है सो यसो घरबाट मगाएको तोरीको तेल यो म टाउकोमा पनि लाउँछु यो म हातमा पनि लाउँछु यो म खुट्टामा पनि लाउँछु यसैले मेरो जिन्दगी चलेको छ सो दिस इज अल्सो भेरी इम्पोर्टेन्ट यो चाहिँ मेरो ब्यागमा भइरहेको छ त्यसपछि थर्ड वान इज चस्मा चस्मा बहुत जरुरी है दोस्तों जिन्दगी में यो चाहिँ हैन यसो बाहिर यताउता गए बेला अब ह्यान्डसम गाइजहरू देखिन्छन् र हो सो तिनीहरूलाई इम्प्रेस गर्नका लागि यो चस्मा इज भेरी इम्पोर्टेन्ट यो चाहिँ मेरो ब्यागमा भइरहेको छ जहिले पनि बट जति चस्मा लाए पनि कोई भी नहीं देखता हमको फुटे मुंह नहीं देखता क्या कर सकते हैं ये कहाँ से आ गया सो दिस वन इज क्या करे गरीब भूख फिर भी भूख लगती है पापी पेट को खाना पड़ता है यसै त म हावा खाएर बाँचिरहेको छु बट कहिलेकाहीँ यसो पैसा भयो भने चाहिँ म यसमा चाउचाउ बनाएर खान्छु सो दिस वान इज अल्सो भेरी नेसेसरी यताउता हेर्नुपर्छ कि बाहिरतिर पनि ओ माई गोज क्वाए त क्वाए 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 सो कोही बात नहीं दिस इज क्यालकुलेटर दोस्त यो भैया साह्रै जरुरी छ साह्रै इम्पोर्टेन्ट छ क्यालकुलेटरको मेरा म्याथ बहुत खराब है के गर्ने पहिला म क्लासमा सानोमा म्याथ पढ्न जाने बेला क्लासमा म्याथ पिरियड कहिले पढ्थेन म्याथ पिरियड लास्ट हुन्थ्यो म घर आइजान्थेँ मैले सानोमा 2+2 4 होइन 2+2 5 पढेँ अनि अहिले चाहिँ कहाँबाट हुन्छ सो क्यालकुलेटर चाहिँ मलाई यसो हिसाब किताब गर्नका लागि चाहिन्छ हैन यसो बाहिर साहिर गए बेला यसो गाडी भाडा दिनु पर्यो भने कति दिने 100 रुपैयाँ छ भने पनि अब त्यसलाई त काटकुट पार्यो भने कति रुपैयाँ मलाई ड्राइभरले रिटर्न दिन पर्यो त भन्ने कुरा मलाई थाहा हुँदैन सो क्यालकुलेटर इज सो भेरी जरुरी उसके बाद हमारे पास है पेन अब के भन्नु यो पेनको बारेमा भिडियो पज गर्नुको सबैभन्दा मुख्य कारण भनौँ मेसेज आयो एउटा कसको होला ओ माई गॉड मुटु ढकढक ढकढक कसको मेसेज आयो भनेर यसो चेक गरेको त दाइले एउटा दाइले सँगै पनि दाइले बहिनी के छ खबर कहाँ छौ रे अरू कसको माछा आउँथ्यो टाउ यो बहुत जरुरी छ पेन चाहिँ किनभने मैले अलि यति सानो सानो कुराको पनि हिसाब किताब गरेर 1 रुपैयाँ पनि कहाँ खर्च गरेँ भनेर मैले घर देखाउन पर्छ सो पेन इज अल्सो भेरी नेसेसरी उसके बाद हमारे पास लास्टमा हामीसँग छ रुद्राक्ष यो चाहिँ मन्दिरबाट उठाएर ल्याएको रुद्राक्ष हो यसैको भरमा मेरो जिन्दगी चलेको छ भगवानको आशामा म बाँचेको छु यो रुद्राक्षले मलाई बचाइरहेको छ सो
यति नै हो, अरू मसँग केही छैन। गरिबी तिमीहरूले देखिसक्यो होला। सेनिटाइजरको बोतलमा सिरम हालेर लगाइरहेको छु। अहिले लोसनहरू मोइस्चराइजरहरू छैन, तोरीको तेल लगाइरहेको छु। चक्कु लगेर हेर्नु पर्छ आत्मसुरक्षाका लागि। इससे ज़्यादा मैं कुछ भी नहीं बता सकती। आज के लिए इनफ हो गया है, मैं थक चुकी हूँ। सो इफ यू गाइज वान्ट अनदर भिडियो अफ केही यदि तिमीहरू केही चाहन्छौ भने कमेन्ट बक्समा लेख। सो आजलाई चाहिँ यति नै। सो डोन्ट फर्गेट टु कमेन्ट, लाइक, सेयर एन्ड सब्सक्राइब माई भिडियो। बाई।